हजुरको टोटल लोन चाहिँ कति छ अहिले? मेरो टोटल लोन मोटामोटी 700 750 800 करोड हो। अझै मलाई थपिन्छ, म यो साल मात्रै अझै 500 करोड थप्दैछु, अर्को प्रोजेक्ट ल्याउँदैछु, त्यहाँ रोजगारी सिर्जना गर्दैछु नि त। भनेपछि 8 अर्ब। 8 अर्ब 8 अर्ब ठुलो कुरो होइन मेरो। दुर्गा प्रसाईको टोटल सम्पत्ति चाहिँ कति छ त त्यसो भए? त्यो हिसाबले सम्पत्तिको त मलाई थाहा छैन, हेर्नुहोस् होइन, यो नै भन्न सकिँदैन। तर तपाईँले के बुझ्नुहोस् भने 1 करोड रुपियाँ पैसा लिनलाई 10 करोडको सम्पत्ति चाहिन्छ। हो, अब त्यही भने 8 अर्ब तपाईँले ऋण लिइरहनु भएको छ भने त्यो तपाईँले सम्पत्ति स्रोत देखाउँदा त देखाउनै पर्यो। अनि प्रोजेक्टलाई लगानी गरेको होइन, त्यो कति होला अब तपाईँलाई? तपाईँले अहिले एकछिन यो प्रपर्टी अहिले कति पर्छ होला? अब 10 रोपनी भन्नुभयो होइन, कति पर्छ होला? तपाईँले अहिले आनाकै 70 भनिसक्नु भएको? 50 60 70 भन्छन्। अब बिक्सा बिक्दैन मलाई छैन थाहा। अब यतिको घर अहिले बनाउन केही नहुँदा पनि 20 करोड जति पर्छ। अनि यो हिसाब किताबै हुँदैन कि यी भनेका चिज हिसाब गर्ने, यी भनेका यी सम्पदा हुन्। अब 20 वर्षमा बसौँला यहाँ, त्यस पछाडि त मैले छोडेरै जाने हो। म भन्छु त, मेरो यो कति जन्म हो मलाई थाहा छैन। र म तपाईँलाई अर्को कुरो भन्छु, मेरो यो आत्मा र मेरो यो शरीर छ नि, यी एक आपसमा केही समयलाई रिलेटेड मात्रै हुन्। नभए त मेरो आत्माले यो शरीरलाई छोडेर गएपछि त यस्तो भौतिक शरीर त कति छोडो नि।